भयो नि भन्न यो चाहिँ अन्डा यो चाहिँ यहाँ रातो खोर्सानी छ अनि यो चाहिँ दिउँसो मैले के भन्छ इस्कुस हैन दिउँसो मैले बजार गएर ल्याएको सिमी र मटर यो सिमी र मटर हो अनि त्यहाँ सिमीको दाल हो अनि त्यो डल्ले खोर्सानी हो यो मैले के भन्छ देखा त डल्ले खोर्सानी ए डल्ले खोर्सानी हामी तीनजनाको च्यालेन्ज डल्ले खोर्सानी खै तिमीहरूको देखा हाम्रो त यहाँनिर छ डल्ले खोर्सानी नुनसँग हामी अलिक पिरो हुन्छ यो चाहिँ मेरो कान्छी साइली छोरी हो ऊ चाहिँ अनि ऊ चाहिँ कान्छी छोरी अनि त्यहाँबाट दुईजना छोरीहरू चाहिँ आज बोजूसँग के भन्छ उता गएको छ कहाँ पो लेक्सेप तातो पानी गएको छ तिनीहरू चाहिँ जेठी र माइली अनि त्यहाँबाट अब तिनीहरू नि आज बोजूसँग गएको होइन उता अनि त्यहाँबाट के भन्छ तिनीहरू नि आज बोजूसँग गएको उता के भन्छ भएन त यो त प्रगति दाइन त प्रगति देखाउनु न प्रगतिलाई तपाईँले के उता गएको हो अनि त्यहाँबाट यिनीहरू दुईजना नआउनु भने चाहिँ के भन्छ अब घरि चाहिँ हुन्थ्यो नि अब म चाहिँ के भन्छ उ त्यो अब एक्लै हुन्थ्यो धन्न 4 जना छोरी जन्मेको चाहिँ राम्रै भएछ 4 जना छोरी जन्मेको चाहिँ राम्रै भएछ मैले हो अब 2 जना उता गयो भने एटलिस्ट घरमा त 2 जना त रह्यो नि त अब म एक्लै त भएन नि त अन्त त्यही कारणले अहिले चाहिँ अब के भन्छ धेरै थुप्रै नानीहरू भएको नै राम्रो जस्तो लाग्यो होइन के भन्छ अब 2 जना उता गयो भने नि 1 जना त रह्यो अब एकैजना नानी छ भने त त्यो उनै गयो भने त घर त सुन्ने भयो नि त अन्त अब याद आउँछ पुरा होइन तर र भन् तिनीहरूको पनि 2 जनाको नि याद आइरहेको छ होइन याद आइरहेको छ त्यहाँबाट के भन्छ अब यो 2 जनाहरूलाई देखे अब हेरेर नै अब के अब याद उयो के भन्छ उ गर्छु नि त अब अलिक कम्ती हुन्छ र नि त तिनीहरूले पनि फेरि मम्मी मम्मी भनेको जस्तो लागिरहेछ होइन मनमा चाहिँ अब कानमा चाहिँ मम्मी मम्मी भनेर यता मम्मी भने ठुलो छोरीले माइली छोरीले मम्मी मम्मी भनेको जस्तो लागिरहेछ होइन अनि यो चाहिँ कान्छी छोरी यता कान्छी छोरी यता केटा यी साइली अनि माइली र जेठी चाहिँ उता गएको छ अब म उनीहरूलाई पनि देखाउँछु एक दिन हो उनीहरू चाहिँ आउनु मान्दैन भिडियोमा चाहिँ हो आउनु मान्दैन अनि र नि म तिनीहरूलाई पनि देखाउँछु होइन साथी हो तपाईँहरू पनि एउटा नानी चाहिँ नजन्माउनुहोस् किनकि नि 3 जना 2 जना 4 जना मेरो 4 जना छ हो 4 जना 3 जना त हुनुपर्छ किनकि नि अब 2 जना 3 जना उता कतै घुम्नु गयो भने 1 जना घरमा रहन्छ होइन साथी हुन्छ 2 जना गयो भने इस्युसरी 2 जना रहन्छ मेरो साथी भयो अहिले मेरो साथी भयो नि त यिनीहरू अनि त्यहाँबाट अब कतिजनाको एउटा एउटा नानी छ होइन अब एउटा नानी भनेको त अब कतिजनाको सबैको एउटै नानी भ्लग चाहिँ होइन यहाँनिर अनि त्यहाँदेखि खाने बेलामा याद आयो तिनीहरूको 2 जना छोरीहरू पनि हो अब खाउँ उयो खाना नि मलाई त खुवाउँ ल गाइस हामी खाए ल खाउँ कि नखाउँ भयो मेरो खाना हैन त हामी अब खाए ल गाइस अब 2 जना ड्याङ्क बजाऊ डल्ले खोर्सानी पनि बजाको अब त हैन त यो चाहिँ दिस इज डल्ले ओके मैले दिउँसो बजारमा गएर चाहिँ लिएर आएको होइन नानी हो कि होइन भन त हो खानुको हतार हो दस त साह्रै मिठो रहेछ क्यामेराको त्यो नै तपाईँ चाहिँ नगरेको होइन म त निस्किएको भयो तपाईँ आफै त यता देखाउनु अहिले अलि टाढो राखौँ न है अन्त पनि देख्छ त पानी टाढै जान्छ अनि पानी पनि घोप्टिन्छ टाढै भुइँमा राख्नु अलिकति प्रकृति अलिकति आइज ल गाइस अब हामी चाहिँ भोक लाग्यो पट्टापट खाँदैछु मम्मी धेरै पट्टापट खाँदैछु मान्दैछु पक्दी आइसक्यो दालमा चाहिँ डल्ले टोक्नुपर्छ साथी हो एकदम दामी पिरो छ अब पिरो खासै पिरो त अब कसै पिरो छ साँच्चै पिरो एउटा खुला पर्छ म
पुरा पिरो भात त के भयो क्या साथी हो नानीहरुकोमा चाहिँ पुरा हुँदो रहेछ जतिजना भयो भने त्यतिकै उति नै माया हुँदो रहेछ खाने बेलामा चाहिँ सम्झिँदो रहेछ हो अब दिदीलाई पठाइदिन्छु भिडियो तेरो नाकको दुलो कान्छी होला नि नाच्छु भयो बिटामा पहिला धेरै त्यस्तो ओभर पिरो चाहिँ रहेछ है खाना त यिनीहरूले खतरा खान्छ नि मेरो दिस इज एक त देख्नु छैन त कहाँ भयो अन्डा कता देखेको नि चाइनाको मान्छेले यस्तो डाँखेरि देखेको होला है यत्रो कुरोहरू नि यत्रो देखेको तिमीहरूलाई अन्डा खाएर तल्ला निकाल्ला भोलि नाउ वाउ स्वादिष्ट स्वादिष्ट मेरो 4 जना छोरीहरू हो 4 जना दुई आउँदाखेरि 8 जना अनि